हेलो साथी हो, अहिले भने चाहिँ हामी चाहिँ याम्बुङदेखि चाहिँ हाम्रो जुन चाहिँ जम्ले पोखरी जाँदै थियौँ है। हाम्रो आजको डे 3 है। आज चाहिँ हाम्रो जम्ले पोखरीमा चाहिँ क्याम्पिङ थियो, हल थियो र हालैमा हामी यहाँ आउँदा है यहाँ बाटोमा एकदमै युङ बेसी परेको रहेछ। जुन चाहिँ यो जग्गा चाहिँ कहाँ भन्दाखेरि चाहिँ जुन चाहिँ लामपोखरी र यो डाफेबिर भ्यू पोइन्टको बिचको है, यति साह्रो युङ बेसी छ है। र अहिले चाहिँ हामी यहाँ बिसाइरहेछौँ। अब अलिकति यहाँ चियाहरू खाएर है यहाँ गेस्टलाई र टुरिस्टलाई लन्च दिएर चाहिँ हामी यहाँ डिसाइड गर्दैछौँ। र यहाँ अलिकति बाटो सफा गरेर चाहिँ आजको जुन चाहिँ जम्लेसम्म चाहिँ छिराउने त्यहाँसम्म चाहिँ पुग्ने प्लानिङ गर्दैछौँ। र यहाँ चाहिँ के कस्तो हुन्छ भने चाहिँ राति फेरि पऱ्यो भने चाहिँ हामी चाहिँ थुना पर्छ है, न उता जानु पनि सक्दैन यता आउनु पनि सक्दैन, बिचमा थुना परिन्छ है, ब्लक हुन्छ यो सबै। र अहिले चाहिँ अलिकति सल्लाह गर्दैछौँ यहाँ अब के कस्तो हुन्छ। यहाँ हेर्नुहोस् अब कस्तो अरे घोडाहरू बिचारै भारी बोकेर है यहाँ बसिरहेको छ। यो मान्छे त जसरी पनि छिरिहाल्छ मान्छे चाहिँ, किनभने अलिकति हल्कै हुन्छ मान्छेको जिउ चाहिँ। र घोडाहरू चाहिँ छिर्नु सक्दैन किनभने घोडाको बारी गरुङ छ है र डुब्छ है, एकदमै भित्र पस्छ है। भित्र पसिसकेपछि चाहिँ निस्किनु एकदमै साह्रो पर्छ है। यहाँ एकदमै यो अहिले तपाईँले हेर्दाखेरि यो लेभलमा छ, लगभग यो त हाम्रो जुन चाहिँ कम्बरभन्दा माथिसम्म भित्र गएर पस्छ है। यस्तो जग्गा छ यो। जुन चाहिँ ढुङ्गा देख्नुहुँदैछ यहाँ, जुन चाहिँ युङ नहुँदाखेरि चाहिँ ढुङ्गा सबै निस्केको हुन्छ है। अहिले चाहिँ एकदमै यो युङले पुरेको छ। यो जुन चाहिँ ग्राउन्ड जस्तो देख्दैछ यो सबै पुरेको है, एकदमै लगभग 3-4 फिटको गहिरो छ यहाँ चाहिँ। र हाम्रो साथीहरू यहाँ एकदमै प्लानिङ हुँदैछ है। पनि हामी यहाँ बसेर उता पनि अझै छिर्नु सकेन भने चाहिँ हामी फेरि ब्याक हुनुपर्छ है। के छ आज प्लानिङ, के गर्नुपर्ने? यता हाम्रो हर्सम्यानको के सुनौँ न, के भन्नु चाहनुहुन्छ? छिराउनुपर्छ, छिर्छ जस्तो लाग्छ? छिर्छ? ओके। यता हाम्रो के छ, के भन्नु छ? यता हाम्रो खास यहाँ हाम्रो गाइडले सोधौँ न, के कसो गर्नुपर्छ? खास चाहिँ यो अहिले यो तपाईँको पुरा थुकेको रहेछ। अलिकति एक्सपिरियन्स हुनुहुन्छ उहाँहरू? समस्या परिरहेको छु। अब कसरी अब यो बाटो कटियो पास क्रस गरेर जानु है, क्रस गरेर जानु पनि के होइन कि फेरि आधी बाटोमा चाहिँ फेरि हिउँ असिना आइदियो न, उता छिर्नु पनि सक्छ। त्यो हुन्छ नि, हामी पुरा अहिले समस्यामा छु, टेन्सनमै अहिले गएर यहाँ टुरिस्टहरू लन्च खाइरहेको छौँ। त्यो अब हामी यहाँ सबै प्लानिङहरू गर्दैछ कसरी पास बाटो कुकसाप यहाँ कुकसाप हेरेको बाटो कस्तो रहेछ? बाटो भनौँ तपाईँ यतिसम्म दियो छिर्छ जस्तो लाग्छ कि अब प्राइभेट र तवाको काम हुँदैछ भने उता छिर्छ नि उहाँदेखि उता चाहिँ सुक्खा छ कि डाँडादेखि उता। अरे फेरि अन्त उता जम्लेदेखि उता पनि फेरि कस्तो होला? जम्लेदेखि उता चाहिँ यता आछु होला मात्रै थाहा हुन्छ। जम्लेदेखि उता त्यो गहिरोमा कस्तो हुन्छ? त्यो जुन चाहिँ पुरै हुन्छ नि गोमथाङदेखि उकालोमा फेरि त्यहाँ पनि बाटो ब्लक हुन्छ नि होइन, किनभने त्यहाँ चाहिँ सेपिलो जग्गा हुन्छ है। जुन चाहिँ तल ओह्रालो जाँदा चाहिँ सेपिलो सेपिलो जग्गा हुन्छ, त्यहाँ चाहिँ युङ बसेको हुन्छ है, घाम पुगेको हुँदैन, त्यहाँ चाहिँ युङ नै बसेको हुन्छ, त्यसले गर्दा छिर्नु सकिँदैन है। साथै यहाँको नजारा एकदमै दामी छ। आज दिन चाहिँ हाम्रो 2-3 दिन भयो, एकदमै रमाइलो भइरहेको छ, घाम लागिरहेको छ है। तर युङ अझै सुक्नु बाँकी नै छ। यो हेर्नुहोस् सबै लामपोखरी यहाँ मुनि पर्छ है, डाफेबिर भ्यू पोइन्ट ऊ माथि छ है। र नेपाल यो पछाडि सबै उता बोर्डर है, उता गयो नेपाल है। खास हाम्रो यो पछाडिबाट स्टार्ट थियो हाम्रो उतारेबाट, तर उतारेबाट नगरेर नम्बुबाट हामीले स्टार्ट गरेको यहाँसम्म त आइपुग्यौँ। हामीले उतारेबाट स्टार्ट गर्नु भने त यसको पछाडि जुन चाहिँ डुरबाटै वापस हुनु पर्थ्यो, किनभने डुरदेखि नै छिर्दैन बाटो, यति साह्रो बाक्लो युङ छ है। यताखेरि यो कम्ती देख्छ यो, तर यो बिच जुन चाहिँ बाटो पर्नेमा चाहिँ एकदमै गहिरो तरिकाले चाहिँ यो युङ थुप्रेको छ है। ल साथी हो, हाम्रो यस्तै चाहिँ हाम्रो यहाँको जुन चाहिँ लाइफ है। अब अझै अगाडि हामी छिर्यौँ भने अझ तपाईँले यहाँको धेरै राम्रो दृश्यहरू हामी तपाईँलाई देखाउनेछौँ है। र छिरेनङमा चाहिँ हामी अब यहाँदेखि चाहिँ फेरि अब ब्याक हुनुपर्छ, तल यामुङै झर्नुपर्छ है, नाम्बु परमिकै झर्नुपर्छ। ल साथी हो, यस्तै चाहिँ लाइक कमेन्ट सेयर हुनुपर्छ है। ल हाम्रो दुःख चाहिँ यस्तो छ साथी हो। ल साथी हो, अब हामी घोडालाई अलिकति लगेर हामीले ट्राई गर्दैछौँ है, छिर्छ छिर्दैन, घोडा कतिको डुब्छ भनेर हामी लाँदैछौँ। यहाँ घोडा पनि जानु मानेको छैन, ब्याक हुँदैछ है, घोडाहरू पनि एकदमै यहाँ बिजोक हुँदैछ। यहाँ एकदमै घोडा डुब्दैछ है, पुरा यसरी डुब्दैछ हो। अन्त अगाडि अब पुरा डुब्दैछ। यो घोडाहरू चाहिँ के हुन्छ भन्छ अगाडि जुन चाहिँ फलाम सकेको हुन्छ, नाम ठोकेको हुन्छ, त्यो नाममा चाहिँ टालिन्छ है। त्यो टालिनेले गर्दाखेरि चाहिँ घोडा जाँदैन। गोरु हो भने चाहिँ छिर्थ्यो होला, है। गोरु त आरामले छिर्दैन, जो भन्छ आरामले छिर्थ्यो। यो घोडाहरू चाहिँ हिउँमा चाहिँ
युङमा चाहिँ घोडाहरू चाहिँ त्यति हिँड्नु मान्दैन किनभने उनीहरूको त्यो फलमा त्यो नालमा टालिन्छ टालेपछि थुकिन्छ है त्यही भएर पुरै डुब्दैछ नि माथि हो जानु मानेन पुरै डुब्दैछ पुरै डुब्दैछ नि यहाँ ल ब्याग त उतल पुगेछ सामान त ल साथी यहाँ छिर्नु सकेन जस्तो छ है के गरे पुरै यति साह्रो डुबिरहेको छ है घोडा यहाँ छिर्नु भनेको छैन पुरै यसो डुब्दैछ नि त आमा ल झन् यो पास काटेर पल्लोपट्टि चाहिँ यसरी बादल बसेको छ बादल भएको सेपमा चाहिँ घाम नलाग्दाखेरि चाहिँ पुरै थुप्रेको हुन्छ हिउँ है यहाँ त्यति साह्रो घाम लाग्दैछ र पनि अझै बिलेको छैन अब यहाँ सुलसुले खेलौँ अब खेलिकन जाउँ ल गाइस अब ब्याक टु यामुङ जस्तो छ के गर्नुपर्ने अब हामीले फोर्स गर्दा पनि अब मान्छे त छिरिन्छ अब भरे बस्तु छिरेन बस्तु भरे इनकेस खुट्टा भाँच्यो मऱ्यो भने फेरि हामी तिर्नु सक्दैन है घोडाको दाम लगभग 50-60 हजार पर्छ है सो कसले तिर्ने रिक्स हामीले लिन सक्दैनौँ अब यहाँ चुलै सुट्नुपर्छ अब यहाँ बस्नुपर्छ कि आज के हो ऊ भारी सबै लडेको रहेछ सबै यहाँ घोडा है उफ्रेर